विद्यार्थीहरू नमस्कार। मैले टाइम एन्ड वर्क अन्तर्गतको पार्ट 2 भिडियो लिएर आएको छु र टाइम एन्ड वर्क अन्तर्गतका केही फरक र केही रोचक क्वेसन छन्। अब क्वेसनतर्फ जाउँ। ए र बी मिली कुनै काम 6 दिनमा पुरा गर्न सक्छन्। बी एक्लैले सो काम 16 दिनमा सक्छ। दुवै मिली 3 दिनसम्म काम गरेपछि बीले छोडेछ। अब बाँकी काम पुरा गर्न एलाई कति दिन लाग्ला? 33/5, 24/5 दिन, 10 दिन या 8 दिन। अब यहाँ चाहिँ हामी क्वेसन तर्फ जाउँ। ए प्लस बी भनेपछि 6 डेज अनि बी भनेको 16 डेज। यसलाई चाहिँ हामीले लसल लिइहाल्नु पर्छ। 6 र 16 को 2, 3 अनि 8 यति राखे पनि हुन्छ। 48 आयो। अब 6 8 जा 48, 16 3 जा 48 भनेपछि ए र बी मिलेर 8 वटा काम गर्न सक्छन्। बी एक्लैले 3 वटा काम गर्न सक्छन् भनेपछि यहाँबाट हामीले यसबाट चाहिँ एबी पनि छुट्याउन सक्छौँ, तर पछि छुट्याउला। अब यहाँ हेरौँ है, दुवै जना 3 दिनसम्म सँगै काम गरेछ भनेपछि ए र बी भनेको 8 हो, होइन त? सँगै काम गरेको छ भनेपछि 8 × 3, 8 × 3 गर्दाखेरि 24। अब 24 घटाइदिएपछि कति आयो त? 24। अब यहाँ हेरौँ, यो एबी हो कति हो त? 8 हो। 8 माइनस 3 गर्दाखेरि कति आउँछ त? 5। 5 भनेपछि के हो त? 5 वटा काम एले गर्न सक्छ भनेपछि 24/5 दिन, हैन? यहाँ बी को एन्सर। त्यस्तै अर्को क्वेसन हेरौँ। ए र बी कुनै काम क्रमशः 15 दिन र 18 दिनमा पुरा गर्न सक्छन्। दुवैजना काम सुरु गरेको केही दिनपछि एले छोडेछ र बाँकी काम बीले 7 दिनमा पुरा गर्दछ भने एले कति दिनसम्म सँगै काम गरेर छोडेको थियो? अब हामीले क्वेसन बनाउँदै गर्दाखेरि सबभन्दा पहिला चाहिँ हामीले यो चाहिँ विचार पुर्याउनुपर्छ, यो दुईटा विचार पुर्याउनुपर्छ है। अब यहाँ हेरौँ, एले कति दिन भनेको छन्? 15 डेज, बीले को 18 डेज। अब यो दुईटाको 15 र 18 को लसल लिइहाल्ने। 3 ले 5 3 जा 15, 6 3 जा 18। अब कट्दैन, त्यही भएर टोटल मल्टिप्लाई गर्यो भने 90 आउँछ। 15 6 जा 90, 18 5 जा 90। अब एले 5 वटा काम 6 वटा काम गर्छन्, बीले 5 वटा मात्रै काम गर्छन्। अब अगाडि बढो, यहाँ चाहिँ दुवैजना काम सुरु गरेको केही दिनपछि एले अब कहिले छोड्यो त्यो हामीलाई थाहा छैन, तर बीले बाँकी काम गर्न कति दिन लगायो त? 7 दिन लगायो। अब बीले एक दिनमा कति काम गर्छन्? 5 वटा भनेपछि 5 × 7 गरेपछि कति हुन्छ त? 35 वटा काम चाहिँ कसले गर्यो त? बीले। कति काम गर्यो? 35 वटा। यसबाट 35 घटाइदिने भनेपछि कति आयो? 55। अब 55 भनेपछि अब दुवैजना काम सुरु गरेको छ। अब दुवैजना काम सुरु गर्दाखेरि यो दुईटैलाई के गर्ने त? जोड दिने भनेपछि 11, हैन?
यो दुईटैलाई जोड्दाखेरि 11 आउँछ। यसलाई 11 ले डिभाइड गरिदिनु भनेपछि 11 5 जा 15 भनेपछि 5 डेज। कहाँ छ 5 डेज? सी मा। त्यस्तै तपाईहरुको लागि प्र्याक्टिसका लागि हामीले केही क्वेशन चाहिँ तपाईहरुलाई प्र्याक्टिसको लागि राखिदिएका छौं। त्यसले तपाईहरुलाई हेल्प हुनेछ भन्ने आशा लिएर